नमस्ते साथीहरू, म आज एउटा भिडियो लिएर आएको छु तपाईँहरू माझमा। यो पठार चट्याङ भन्छ। पठारिएको लागि यो धेरै उपयोगी छ। यो चाहिँ गाउँघरतिर पनि पाइन्छ र यसलाई नियमित रूपमा खायो भने जस्तै पथरिया पनि यसले तोड्न सक्छ। 5 mm सम्मको यसले तोड्न सक्छ। मैले पनि यो प्रयोग गरेको थिएँ र त्यही भएर हजुरहरूलाई जानकारी दिन चाहन्छु। यो चाहिँ गाउँघरमा पाउँछ। यसलाई चाहिँ कसरी प्रयोग गर्ने भए बिहान बेलुका यसलाई सफा पानीमा धोएर चबाउँदा पनि हुन्छ, नभए मिक्सर तपाईँहरूसँग छ भने यसलाई मिक्सरमा जुस बनाएर पिउन सकिन्छ बिहान बेलुका। तपाईँहरू जस्तै पथरिया पनि यसले तोड्न सक्छ। यसलाई चाहिँ किडनीमा अथवा पिसाब थैलीमा छ भने पनि यसले चाहिँ